हाई गाइज, यो चाहिँ मेरो सानो भ्लग स्पेनको बेला मेरो साथीहरूसँग सेप्टेम्बर 2024को बल्ल अपलोड गर्दैछु कि एयरपोर्ट पुगेर चेक इन गरेर चाहिँ हामी नान्डोज खान लाग्यो। अनि नान्डोज खाने बित्तिकै हामी प्लेन क्याच गरेर स्पेन पुग्यो। नेपाल जस्तो लागेको कि त्यो बाटोहरू। अनि जाने बित्तिकै हामी चेक इन गरेर सपिङतिर लाग्यो, किनभने हामीलाई चाहिँ ब्रेकफास्ट अनि डिनरको सामानहरू चाहिएको थियो। यो चाहिँ नेक्स्ट डे हो, यसको बारेमा चाहिँ नभनौँ होला। यहाँ हामी ब्रेकफास्ट खाएर चाहिँ बाहिरतिर लाग्यो। अनि हामी चाहिँ आई थिङ्क एउटा म्युजियम जस्तोमा गएको, आई डोन्ट रिमेम्बर अहिले चाहिँ, तर इट वाज रियली ब्युटिफुल। भित्रको इन्टेरियर डिजाइनहरू, द आर्ट, एभ्रिथिङ वाज रियली नाइस। अनि यहाँ चाहिँ म ओटिडी गर्दैछु। अनि सरप्राइजिङली मम्मी पिकक र बेबी पिककलाई देख्यो। हामी एल्क्रोहरू चाहिँ जुनै कन्ट्रीमा गए पनि म्याकडोनल्ड्स त खानै पर्छ, किनभने एभ्री कन्ट्रीमा डिफ्रेन्ट मेन्यू हुन्छ कि। अनि त्यसपछि चाहिँ हामी लोकल रेस्टुरेन्टमा गएर टापासहरू खायो। हामी चाहिँ राति हल्का चेस गरेर चिल नाइट गऱ्यो। अनि आई थिङ्क दिस इज द नेक्स्ट आउटफिट अफ माई डे। इट वाज रियली नाइस वेदर, सनी थियो। अनि इट वाज भेरी ब्युटिफुल। हामी चाहिँ यो चर्चमा गएको होला। त्यहाँभित्र चाहिँ अ लट अफ हिस्ट्रीहरू थियो, लाइक यो कसरी बनाएको, कसले बनाएको। अनि एकदम गर्मी भएर चाहिँ मेरो मिनी फ्यान निकालेर हामी सबै थकाइ मेटाउँदै थियो। चाहिँ म यत्तिकै बसिरहेको। अनि त्यो टप टावरमा नि गयो क्या हामी। अनि त्यसपछि चाहिँ सबैलाई भोक लागेर पाएला खाना पुग्यो। हामी चाहिँ एउटा रेस्टुरेन्टमा राखेको त कस्तो कि यो जिलातो रोजवाला पो देख्यो। अनि यो चाहिँ टिकटकमा एकदम भाइरल भयो थियो। अनि त्यो रात चाहिँ हामी अर्को ठाउँमा जाने भन्यो कि सनसेट हेर्नु। अनि आई ह्याड टु वेयर दिस ब्युटिफुल ड्रेस। सनसेट हेर्ने ठाउँ थियो, राम्रो थियो, लाइक भ्यू पोइन्ट जस्तो। त्यहाँको चाहिँ पालो पिलो फोटो खिच्दै थियो। अनि राति चाहिँ यस्तो लाइट सो पनि हुने रहेछ क्या, लाइक कलरफुल, कहिले पिङ्क ब्लू। अनि इट कम्स इन वेव्स। अनि यो केटीको चाहिँ गीत सुनेको क्या आफ्टरवर्ड्स। अनि कस्तो पिसफुल थियो है। हामी चाहिँ त्यो लाइभ पर्फर्मेन्स सुनेपछि डिनर खान गयो। अनि एकदम मिठो थियो भाइ यो रेस्टुरेन्टको खानेकुरा चाहिँ। दिस इज माई लास्ट डे। म चाहिँ हल्का नाटक गर्दैछु भिडियो खिच्न। इट्स ब्रेकफास्ट टाइम। अनि ब्रेकफास्ट खाएर चाहिँ हामी चेकआउट गऱ्यो। एन्ड वी वेन्ट टु दिस ब्युटिफुल प्लेस। मुभी सेटमा आएको जस्तो फिलिङ भयो थियो कि। अनि हल्का हिँडेको नाटक त गर्नै पर्यो। त्यसपछि चाहिँ हामी एयरपोर्ट गएर बर्गर खायो। ह्याड टु से बाई बाई टु स्पेन। यति नै थियो मेरो ब्लग। सी यु नेक्स्ट टाइम गाइज।